आज हामी बुच्चे पानी थोपाको अद्भुत यात्रा कथा सुन्न गइरहेका छौं। ल, एउटा बादलभित्र एक सानो गोल मटोल पानी थोपो थियो। उसको नाम चाहिँ बुच्चे थियो। बुच्चे बादलभित्र उफ्रिँदै उफालिँदै खेल्न धेरै मन पराउँथ्यो। एक दिन बादल धेरै भरियो अनि प्लप 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 बुच्चे वर्षासँगै जमिनतिर झर्यो। जमिनमा पुग्दा बुच्चे पोखरीमा पर्यो। त्यहाँ उसले एउटा माछा र एक भङ्गेरा साथी भेट्यो र पोखरीमा छप 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 खेल्न थाले। केही दिनपछि पानी धेरै भएर पोखरीबाट खोला बग्न थाल्यो। बुच्चे पनि खोला हुँदै नदीमा पुग्यो। नदीमा उसले बतक, बेसारिया, बगैँचा र जङ्गलका जनावरहरू देख्यो। नदी बग्दै जाँदा बुच्चे समुद्रमा मिसियो। समुद्रमा ठुलो ठुलो छालसहित खेल्न पाएकोमा बुच्चे झन् खुसी भयो। तर कथा त्यतिमै सकिँदैन। सूर्यले ततायो। बुच्चे बाफ भएर फेरि आकाश, बादल र आफ्नो घरमा फर्कियो। बुच्चे मुस्कुरायो। मेरो यात्रा फेरि सुरु हुन्छ। टिङ टिङ।